हेलो साथीहरू, आज म एङ्गो चलाउने भाइसित केही कुराहरू गरिरहेको छु र एङ्गोको बारेमा केही क्वेसनहरू गरेको छु र उहाँ भाइले पनि एकदम अनेस्टली क्वेसनहरूको एन्सर दिनुभएको छ र उहाँको कुरा सुनेर केही बुझौँ है त। अनि तपाईहरुलाई बोनस दिएको कसरी थाहा हुन्छ नि? हामीलाई त त्यही तल एड गरिदिइरहेछ। अनि बोनस दिएन भनेर मान्छेहरू त कराइरहेछन् त। ब्याङ्कमै पठाइदिन्छ सिट हामीले केही भन्नै पर्दैन। जस्तै मैले 250 दिए तपाईँलाई कति दिन्छ अब? अब त्यहाँबाट 100 रुपियाँ आयो। अब एक टिप कम्प्लिट भयो मेरो 500 रुपियाँ त्यत्रो। तपाईँको टिप गरेर मैले 800 रुपियाँ पाएँ। अनि मान्छेहरूले किन नगरेको त नि? यो त हामीलाई नै सुविधा भयो, तपाईँहरूलाई नि सुविधा भयो नि त। उनीहरूलाई चाहिँ यस्तो भयो, प्रायः जस्तोले अब क्यास चलाउने बानी भयो यो इनड्राइभहरू गरेर। अनि तेल हाल्ने पैसा पनि क्यास भयो, साउलाई दिने पनि क्यास भयो। यो याङ्गोको चाहिँ बोनस अब भोलि आउने भयो कि तपाईँको ब्याङ्कमा। आउन चाहिँ आउँछ बोनस? भोलि नै आउँछ कि। आज रातभरि त अब कहाँ उनीहरू पनि अफिसमा बसिरहेको त एड हुँदै जान्छ। भोलिपल्ट उनीहरूले झिक्छ अनि हालिदिन्छ। अनि कुनै बेलामा अब सर्भरहरू उयो हुन्छ, उनीहरू क्यास भएन भने मेसेज पठाइदिन्छ। अब सुविधाको लागि खेत गर्नु होला, अब हजुरको यो पाउने पैसा तपाईँको उसमै छ, भोलिपल्ट आउँछ है भनेर उनीहरूले आफै अघि मेसेज पठाएको। हिजोको बोनस आज हालेको छैन नि त मलाई। तपाईँको बोनस कहाँ देखाउँछ एपमा? एपमा बोनस मेरो अकाउन्टमा देखाउँछ। अकाउन्टमा देखाउँछ? तपाईँको यहाँ छ देखाउन मिल्छ भने है, तपाईँलाई त्यस्तो हुँदैन भने। यहाँ यो मनी भन्ने छ नि, यो हो मेरो ब्यालेन्स। यति कमाएको छु, टुडेको इन्कम त्यही भयो। अनि हेर्नु पऱ्यो भने हजुरको डे बाई डे पनि मिल्छ, हिजोको आजको सबै तपाईँको बोनस मैले खाइसकेको। अहिले मेरो पैसा उठे गरेछ, निकालेछ, मेरो ब्याङ्कमा हालिसक्यो 3000। 3000 हालिसक्यो। 200 ब्याङ्क टु ब्याङ्क भएको त झन् राम्रो नि होइन कि? ट्याक्स तिर्नुपर्छ भनेर होला नि है? ट्याक्स तिर्दैन नि, परेन। हामीले अहिले पेमेन्ट पनि उनीहरूले आफै जुन कमाइ भइरहेछ नि बोनस त्यसैबाट पठाइरहेको छ। मान एक टिपको 10 रुपियाँ चाहिँ एङ्गलले राख्छ। टिप अनुसार कति कमाउने टिप छ। अब 400-500 भयो भने 10-15 रुपियाँ काट्यो। अब 100-200 भयो भने त त्यसै 7-8। तपाईँ त कति लोयल हुनुहुन्छ रहेछ। अर्कोचोटि तपाईँ जस्तो परेन भने त झगडा गर्ला नि हामीसित। अनि के गर्नुहुन्थ्यो? त्यही गरी त्यस्तो लफडा पऱ्यो भने हामीले के गर्न मिल्छ? तपाईँले के हाल्नु मिलिहाल्छ। तपाईँको यो एप कम्पनी एपलाई नै कम्प्लेन हाल्नु मिल्यो, तपाईँलाई ठाउँमै बोलाउनु मिल्यो, पुलिसलाई पनि बोलाउनु सक्नुहुन्छ। सबै तपाईँ हो यो त तपाईँको प्रत्यक्ष हुँदै छ नि त, पुलिस छ नि, त्यसले अफलाइनमा हिँड्नु पऱ्यो है। तपाईँलाई तोकेको भाडाभन्दा बढी राम्रै त भइहाल्छ। त्यही त धेरैजना त्यस्तो झगडा गरेको। अनि यङ्गो राम्रो छैन भनेर टिकटक बनाएको यताउति देखाएको थिएँ कि मैले। अनि मलाई अघि नै डर लागिरहेको थियो फर्स्ट राइडमै। होइन त्यो विरोधीहरूमा मेरो त आज फर्स्ट राइड हो नि त। ड्राइभको त अब सबैले कमाइ छ भनेर ड्राइभरहरूले आफै गरिरहेको छ। कमाइ नभए त अब एपै डिलिट गरेर फालिदिइहाल्छ। त्यही त स्टिकरहरू च्यातेको देखाएको थिएँ कि, अनि त्यही भएर। नजान्ने नबुझ्नेहरू। तपाईँ त खुसी हुनुहुन्छ नि एङ्गो चलाएर? म त एकदम धेरै खुसी छु।